आज चाहिँ हामी पाजुहरूसँग बुरुङ जाँदैछ हो अनि विजय पाजुको दत्ताकोमा आज चाहिँ हामी चाहिँ यहाँ आरुचा खाँदै जाँदैछ आरुचा हो परबाट किनेको कस्तो ठुल्ठुलो रहेछ अनि पाजुहरू चाहिँ यहाँ सपिङ गर्नु हुँदैछ यहाँनिर चाहिँ दोकानमा जति छ नि यो खट्टु भयो होइन त्यो अमिलोवाला खट्टु हुन्छ नि त्यस्तो त्यहाँदेखि यो लेमन भयो अनि यहाँनिर यो मुराईको डल्ला यो पपकर्नको डल्ला होइन यो चाहिँ सबै पाजुको फ्याक्ट्रीबाट यहाँ आउँछ दोकानमा हो अनि यो चिजहरू तपाईँलाई चाहिन्छ भने चाहिँ तपाईँ भन्नु सक्नुहुन्छ यो चाहिँ मैले अनपेड प्रमोसन गरिदिएको पाजुको फ्याक्ट्रीको अरू पनि के पाउँछ यो त जस्ट मैले तपाईँहरूलाई देखाएको होइन अरू चिप्सहरू खाप्सेहरू सबै हुन्छ हामी चाहिँ आइपुग्यो यस्तो दामी भ्यू रहेछ यहाँ चाहिँ ओ माई गड यस्तो दामी चाहिँ अब जाँदैछ उकालो 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 यहाँ आउँदैछौँ सामान नमिलेर यहाँ बिजोक दामी देख्यो नमस्ते केटी माग्न आएको छ माग्ने के हुन्छ मग्नी मग्नीमा आएको अरे हामी तपाईँको यहाँ चाहिँ मैले के देखेँ भन्दा चाहिँ यसले मलाई आएर न्यु खोज्दैछ पुरा हो यसले मलाई डिस्टर्ब गर्दैछ कि कति क्युट कति सानो सानो आँखा पनि खोलेको छैन रहेछ सेक्वा के खाएको पाजु सेक्वा ढुङ्गामा सेक्वा खान्छ हामी यसरी बोलाएर हेरिहाल्नुहोस् हामी चाहिँ यहाँ के टिप्नु गएको काँक्रा टिप्नु गएको बोटबाट अब यहाँ कस्तो ठुलो यो त त्यो त बिउ राखेको होला नि यहाँ पुरा फलेको रहेछ यहाँ हे यहाँ काँक्रा टिप्ने काँक्रा चढ्नु हुँदैछ भन्नुभएको छैन होला यहाँ अर्को पनि रहेछ फ्यामिली मेम्बर चाहिँ पोल्ट्री फार्म रहेछ आमा चल्ला रहेछ सबै सानो सानो बच्चा कति ठुलो रहेछ है यहाँ त के आइसक्यो आमा डिसहरू अर्ग्यानिक डिसहरू आइसक्यो अर्ग्यानिक मकैहरू आइसक्यो एकदम प्योर अर्ग्यानिक डिसहरू आयो हामी हेर्नुहोस् है मकै हामी अर्ग्यानिक मकै खाँदैछ मकै चाहिँ यसरी छोडेर खानुपर्छ अहिलेको भाइ बहिनीले खाँदै खाँदैन दारेर खान्छ सिजनको फल हो एकदम मिठो हुन्छ आगोमा पोलेको आगोमा पोलेको दामी मिठो मकै हो त्यसमा लेग पिसहरू आउँछ लेग अर्ग्यानिक भन्दै थियो अहिले चाहिँ यो चाहिँ ढुङ्गामा बनाएको सेक्वा हो दामी छ अघि हामीले देखाएको जस्तो है ल म चाहिँ खान थाले मिठो यही छ विथ चिकनको सुप तिनजना लान्छ हामी कप लाँदैन सुप यसरी खानुहोस् है सुप चाहिँ बस्तीको सुप हो यो सुपको बोल पनि खतरा छ है सुपको बिमारी चाहिँ सबै भएको छ बिमारी भएको छ है सबै ज्वरो रुगा मार्की सबै जान्छ यो सुपले पोज दिइरहेको छ रेडी अब हामी गएको पाजु बाई बाई भन्दैन बाई बाई